आज खुल्ला भन्नुहोस् त हाम्रो प्रधानमन्त्री किन नबोलेर बल्ल बुझिरहेछ कि हजुर हाम्रो प्रधानमन्त्रीज्यू हजुर किन मिडियासँग बोल्दैन बल्ल बुझिरहेछ किन रहेछ एक दुईवटा पोइन्ट बताएन न जे प्रश्न गर्नुभएको थियो त्यही नै हुन्छ कारण तपाईहरुले होइन प्रश्न उठेपछि सुन्दै नपाउने हो त्यसो भए मिडियाले होइन जवाफदेही हुनु पर्यो भन्ने पनि हो जसरी त हुनुपर्छ राम्रो बनाए तिनीहरूलाई सोध्ने हो तिनीहरूको सम्पत्ति कहाँबाट ल्यायो केबाट ल्यायो भने हामीले दुःख गरेर पसिना बगाएर सानोदेखि काम गरेर होइन एउटा सर्वसाधारण व्यक्ति बल्ल बल्ल अब देशमा केही राम्रो हुन्छ कि भनेर हामी आएको हो नि त तिनीहरूको पहिलाको तिनीहरूको पैसा कहाँबाट आयो सम्पत्ति कहाँबाट सोध्नु पर्दैन होइन उनीहरूको हिम्मतै छैन किन त्यही पैसा खाइरहेछ क्या हिम्मतै छैन जसले लेखाएको छ नि उनीहरूको हिम्मत छैन किन पैसा खाइरहेछ होइन नुनको त अब दिनु पर्यो नि नुनको सोझो गरे अरूले नुनको त सोझो गर्नु पर्यो नि त होइन ल ल थ्याङ्क यू होइन छानबिन समितिले भनेर नि पूर्व न्यायाधीश छ रहेछ दिनानुदिन तपाईँ माथिका समाचारहरू बाहिरिएका छन् क्या समाचार त जेनजी आन्दोलनदेखि बाहिरको हो क्या त्यतिखेर टिबेटन भनेको थिएन हजुर त्यतिखेर अमेरिकन भनेको थिएन त्यतिखेर इन्डियन भनेको थिएन हजुर म नेपालकै होइन भनेर भनेको थिएन हजुर भन्ने त के भन्दो रहेछ के भन्दो रहेछ नि त्यसरी मुख छोप्न थाल्यो भने त कसैको मुखै उयो हुँदैन क्या मुख छोप्ने काम हाम्रो होइन हाम्रो काम भनेको काम गर्ने हो प्लस एउटा कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ पहिला नै जसले हाम्रो यो सार्वजनिक पदमा बसेर पैसा कमायो नि